हजुरहरूले फेरि पनि स्वागत छ म र मेरो भान्जीको तर्फबाट हाम्रो नयाँ भिडियोमा। हामी चाहिँ आज एउटा सानो मुकबाङ भिडियो बनाएर गइरहेको छौँ है, जसमा चाहिँ यो छ होइन, ओनियन छ, यो पनि छ, यो हामीसँग यो एउटा के भन्छ यो ओइ भोकोप्टियो हामीसँग यो के भन्छ अचार छ होइन, धनियाँ छ, टमाटर छ। हजुर कसैले भएन होला होइन यस्तो मुकबाङ गरेको। हामीले चाहिँ अरूभन्दा खुब बेग्लै बन्न खोजेको के, जस्तै हेर्नु न सिङ्गे काँचो, यो काँचो यसलाई के भन्छ यसलाई, पोट्याटो छ हामीसँग है, अनि सागपात छ होइन। सिरियस भएर भनौँ न, हामीसँग त लेमन पनि छ है, लेमन चाहिँ मेरो फेभरेट हो। आई थिङ्क हजुरहरूको पनि फेभरेट होला है, सबैको होला होइन। हामी चाहिँ अब खाना सुरु गर्छौँ। त्यो नदेखाउँ न, त्यो यतापट्टि देखाउँ न, ल्याउ त यहाँ देखाउँ न कसरी राम्रो देखिन्छ देखाउनु। हजुरहरूले कहिले पढ्दिनु भएको यस्तो मुकबाङ गरेको होइन, के गरेको रे। हामी चाहिँ लगाएछ, हामी चाहिँ अब खाना जाँदैछौँ है। फर्स्टमा चाहिँ मसरुमबाट स्टार्ट गरौँ है त, कहिले कति खाँदो रहेछ के भन्छ रहेछ। चप्पा चोप्यो हेर्न सक्नुहुन्छ है। मिठो छ है, मिठो छ। के गर्यो त्यहाँ, हामीले चाहिँ एक्सपेक्ट नै गरेको थिएन यति मिठो हुन्छ भन्दा है। अब यसमा ओनियन पनि झन् यस्तो मिक्स गरेर हाल्दा लास्ट मिठो रहेछ क्या, मिठो हुन्छ गाई जसरी खानु छैन। कस्तो मिठो भएको भने यार, त्यही हेरेको खानु भ्याउ साग पनि खानुपर्छ, पिरो रहेछ के। अब चाहिँ टमाटर खान्छौँ। अब चाहिँ सिरियस भयो भने कि अब चाहिँ टमाटर खान्छ। म चाहिँ बोडी खान लाग्छ। कस्तो टेस्टी छ है टमाटर त। अब चाहिँ बोडी खाँदै गएको छौँ है। बरु यो फर्सी है गाइस, यो चाहिँ फर्सी हो, फर्सी खाऊँ न बरु कस्तो हुन्छ। लास्टमा पहिले देख्नु भएको यसरी गरेको कस्तो मिठो काँक्रो खा जस्तै है। मलाई चाहिँ बरु फर्सी मन पर्यो साथीहरू। यसरी सापेर खानुपर्छ कि, कस्तो पिरो है। हामीले यो अचार चाहिँ यहाँ माथिको एउटा सानो रेस्टुरेन्टबाट मगाएको, कस्तो पिरो हालिदिएको रहेछ कि। रुममै बनाएको होइन, रुममा चाहिँ अरू चाहिँ बनायो, यो चाहिँ रेस्टुरेन्टबाट ल्याइदिएको हो त्यो दिदीले। लेमन पनि थियो नि त काटेको चाहिँ। फर्स्टमा आलु खाऊँ न त, आलु पनि छ, जेसँग हुन्छ अझ एकदम मिठो हुन्छ भन्छ है। कस्तो हुन्छ टेस्ट। हजुरले पहिले देख्नु भएको होला होइन, यसरी भिडियो बनाएको। हामी चाहिँ अरूभन्दा के भएन क्या, फोनबाट बनाएको होइन, कस्तो भयो कि। हामी चाहिँ अरूभन्दा हल्का बेग्लै बन्न खोजेको क्या। अरूहरूले जस्तो अब हामीलाई त भाइरल पनि छैन, रमाइलो लागि बनाएको नि त। अनि जस्तो हामीले जस्तो काँचो फलफुलहरू खाइसी अब शरीरलाई हुन्छ नि त, भिटामिनहरू प्राप्त हुन्छ। सो त्यही भएर हामी चाहिँ जस्तो छैन होइन। अब चाहिँ हामी यो लेमन पनि छ है, टमाटर नै खानु यसको यो
कस्तो उडेर आउँदो रहेछ नि त्यसले चाहिँ कस्तो इफेक्ट बनायो मैले कस्तो इफेक्ट गरेको यसलाई खायो भने चाहिँ आफ्नो शरीरलाई भिटामिन प्राप्त हुन्छ होइन हजुर पनि यदि भिटामिन मतलब शरीर स्वस्थ र बनाउनु चाहनुहुन्छ भने यस्तोहरू खानुहोस् होइन त्यो थरी पिरोहरू खाएर आफ्नो शरीरलाई घाटा हो त्यही भएर त्यस्तो चाहिँ नगर्नु होला भन्छु होइन त्यसरी खाएर मान्छेहरू भ्युजको लागि पनि कस्तो कस्तो ल्याएर खान्छ त्यस्तो आफ्नो ज्यानले खाने काम गर्नु हुँदैन होइन बरु सक्नुहुन्छ भने यस्तो गर्नुहोस् म बोल्न दिनु न ल ल यस्तो खाएर राम्रो हुन्छ भिटामिन प्राप्त हुन्छ यसले होइन सुमिठो पनि हुन्छ यो यसलाई भुइँ पकाएर खानुहोस् भात सातो पिरो त्यस्तो नगर्नु कि त्यस्तो हेर्नु त डराइराख्दा आमा त्यहाँनिर हालेर मेरो सबै जान्छ म पनि पहिला खान्थेँ अनि आज भोलि चाहिँ अब ज्यानको केयर गर्नु पऱ्यो भनेर चाहिँ यस्तो खानु लाग्यो म तर के है मान्छेहरूले कस्तो धेरै भ्युजको लागि होला कस्तो नराम्रो नराम्रो खानेकुरामा खान्छ कि हेर्दैमा कस्तो धेरै मसलाहरू भएको टाइपको कि होइन त्यस्तो चाहिँ खाने हो तर हामीले चाहिँ साथीहरू भ्युजको लागि बनाएकै होइन है हजुरले हाम्रो भिडियोलाई लाइक पनि गरिदिनु पर्दैन सेयर पनि नगरिदिनु होला सब्सक्राइब पनि नगरिदिनु होला है ल ल नगरिदिनु होला ठिकै छ नगरिदिँदा पनि हुन्छ हामी भाइरल हुनको लागि आएको पनि होइन हामी त रमाइलोलाई हो टाइम पासको लागि त्यो पिरो Never love me. I know you care. It's never, I never do. I want my love. I want my home. I don't. मिठो छ आयो कस्तो पुगेमा लगायो लास्टै गाह्रो भयो त खानालाई यति धेरै खाइसक्यो नि त हामीले त हात पनि चाटौँ न यम्मी छ गाइस सकेसम्म अब हामीले यस्तो दुखाइ नि गरिहाल्यौँ अब लाइक त नगर्नु त भन्दिनँ तर गर्नुहोस् होइन लाइक सब्सक्राइब कमेन्टहरू सबै सेयरहरू सबै गरिदिनु होला हजुरहरू पनि बरु यस्तै खानु होइन यसले राम्रो शरीरलाई राम्रो हुन्छ त्यो अरू सहित पिरोहरू खाएर त्यस्तो नबनाउनु आफ्नो शरीरलाई हामीले चाहिँ यो भिडियो मात्रै नभए एउटा सूचना पनि हाम्रो यो भिडियोको तर्फबाट भिडियोबाट खायो हरेक प्राप्त मतलब भिटामिनहरू हुन्छ यी हेर्नु पोटेटो छ यो ओनियन छ पम्किन छ टोमेटो छ लेमन छ यहाँ अनि यो रायोको साग धनियाँ बोडी पनि छ यहाँ यस्तो यस्तो खानु चाहिँ न है बरु आफ्नो शरीरको ख्याल गर्नुहोस् 2 दिनको जिन्दगी हो बोडी लानेको छ र धेरै त मिठो भनेर पनि त्यो फास्ट फुडहरू पनि खानु हुँदैन धेरै है यसो मजाले यस्तो भिडियो चाहिँ दिनु भएन लाइफमा पहिले एउटै भिडियोमा बिल्ला नहाल्नु न म कस्तो मेरो दाइदिदीहरूले कस्तो सल्लाह दिइरहेको छु है दाइदिदी हेर्नु त्यो हरियो खुर्सानी पनि खाँदैन नि हामी त्यो गाह्रो पेट गर्छ भनेर एकदम हामी चाहिँ नेचुरल खानेकुराहरू खान्छौँ होइन त्यो बनाएको नराम्रो खानेकुरा खाँदैन सक्ने भए त हामी नुडल्सहरू खाएको पनि बनाउँथ्यौँ भने अर्को भिडियोमा बनाउँछौँ अर्को भिडियोमा चाहिँ नुडल्सहरू खान्छौँ है त्यो ल यो भिडियोमा चाहिँ नखानु भन्छन् अर्को भिडियोमा चाहिँ खानु भनेर देखाउँछन् ओ माय गॉड के भएको फोन पनि यो चाहिँ रायोको साग कस्तो मिठो हुन्छ आफ्नै बारीमा रोपेको हुन्छ नानी हो हाम्रै बारीमा हो मैले टिपेर ल्याउने भयो बाली के भन्नु भएन पनि भएन भरे चाहिँ म यसको तरकारी बाल बनाउँछु क्या चाउको टमाटर ल पारेर तपाईँले गर्नै मात्रै बन्यो साथीहरू टन्न भयो आजको लागि चाहिँ यति ल खानु सकिएन यार गाह्रो भयो पेट दुइसक्यो यति नै हो सबैको गरिदिनु होला हामीले जतिसुकै नराम्रो बोले पनि हामी सरी भन्छौँ राम्रो कतिले राम्रो लाग्यो कतिले नराम्रो लाग्यो होइन आफ्नो आफ्नो सोचाइ हो विचार हो हाम्रो रमाइलोको लागि बनायो अरे यत्तिकै हाल्छ गर्दै गरेर जति कुराहरू पनि खानु आफ्नो मनले जे लाग्छ खानु चाहे पिरा खानु चाहे अमिला खानु चाहे जति खानु अब जस्तो कुरामा सन्तुष्टि हुन्छ त्यस्तो ठिक हुँदैन कसैले यो खा भनेर नखाने भन्यो नि हामीलाई चाहिँ एउटा भिडियो बनाएर बाई
लाइक सेयर सब्सक्राइब गरिदिनु होला।